हेलो साथीहरू आज हामी एजुकेसन ट्रान्सफर्ममा चाहिँ एकअर्काबाट हजुरले मैले चाहिँ हजुरहरूलाई हान्छु हजुरहरूले चाहिँ कमेन्टबाट मलाई हान्नु साथीहरू है। आज हामी के पढ्छौँ भन्दाखेरि हजुरको 11 बिघामा 16,000 बोकेर खेती बजार नपाएर पछि छोड्दै भनेपछि हजुरलाई के लाग्यो? बजार नपाएपछि भन्दाखेरि हजुरको यो के हो जस्तो लाग्छ होला नि त अहिले त हजुरहरूलाई होइन। अफकोर्स मैले भने नि साथीहरू, हामीभन्दा नि यो संसारमा धेरै जान्ने छन्, हामीभन्दा धेरै नजान्ने नि छन्। हाम्रो कर्तव्य भनेको हामीभन्दा नजान्नेलाई शिक्षा दिनु हो र हामीले नजानेको कुरा चाहिँ हामीभन्दा जान्नेबाट शिक्षा लिनु है। हो त साथीहरू, हजुरहरूलाई त अफकोर्स अहिले त केही ब्ल्याङ्क छ होला नि त के हो भन्दाखेरि साथीहरू यस्तो के हुन्छ भन्दाखेरि हजुरको जब नेपालीको फुलफिल भइसक्यो है त ल, सबको घर कोलाई यो हजुरको केरा चाहिएको छ, केरा हरेक घरमा फुलफिल भइसक्यो है त। अब त्यो फुलफिल चाहिँ केले गर्दा भयो त नि? अब इन्डियाको केरा फुलफिल हुनसक्छ कि चाइनाबाट आएको केराले फुलफिल गर्न सक्छ कि हाम्रै नेपालको पाहाडमा जन्मेको पाहाडको बोटको त्यो भरिपूर्ण भयो कि होइन त्यो बजारमा, अनि उसको चाहिँ नपाएर उहाँको चाहिँ नपाएर भनौँ न हजुरको छैन है त ल, बजारमै छैन कि हजुरको बजारै पाएन हो त्यो भन्न खोजेको है हजुरको। मतलब कि अरू कुनै न कुनै केरा चाहिने मान्छेहरूको घर चाहिँ केही न केही, जस्तै कि हाम्रै पाहाडको केरा, हाम्रै तराईको केरा यताउताको, अनि हाम्रै उसको इस्ट साइड वेस्ट साइडतिरको केराहरू, अनि इन्डिया चाइनाको केराहरूले पायो है त बजार। ल अब हरेक दोकानमा चाहिँ हजुरको मिडल म्यानकोमा चाहिँ हजुरको भनौँ न बिचौलियाहरूकोमा चाहिँ हजुरको छ है त केरा। ल तिनीहरूको केरा छ, अब उनीहरूको केरा चाहिँ अब लिएनन् है त उनीहरूले, बिचौलियाहरूले उनीहरूको केरा ल्या भयो त अब त्यो केरा त हजुरको बिक्थ्यो। तर अब बिचौलियाले अब केरा नगरेपछि अब के गर्न सकिन्छ साथीहरू। अब यस्तै छ साथीहरू है, अब यस्तै छ, मेहनत गऱ्यो अनि लास्टमा अब गाजर खेती, अनि त्यसपछि आलु खेती सब, अनि टमाटर खेती बोटमै भ्याइदिन्छ, नष्ट गरिदिन्छन्। हामीलाई दिए नि हुन्थ्यो नि यार, फ्रीमा यार हामीलाई भन्नाले नेपाली जनतालाई क्या आएर दिए भइहाल्यो त। नारायणघाटमा यताउता पोखरातिर बाँड्दै बसे भइहाल्यो नि, ताकि अनि अलिकति पैसा नि आइहाल्छ। किन नष्ट गर्न पर्यो भनेको क्या बालीमा यार। अब ट्रिपर ल्याउने पैसा यताउता उठ्छ, यताउता गर्छ होला, तर जे होस् त्यस्तो चाहिँ नगरिदिनु होला क्या हजुरहरूले, नष्ट नगरिदिनु होला। हरेकलाई गएर बाँडिदिए हुन्छ कि, किन नष्ट गर्नु पर्यो? बाँडिदिनु न केरा फ्रीमा गएर गाउँहरूतिर, किन नष्ट गरेको भने।